बादल बनाएको छ त्यो खोइ के हो यो त्यो गाडीको उडेको यसको हो कि क्या हो त्यो त होइन अर्कै छ यो पनि कुदाउनु चाहिँ सुधिरहेछ मलाई 2000 दिँदैमा त 2000 दिइहाल्छ धुवा देखेर बिस्तार आएको होला हौ त्यो त बस होला बादल बनाउने मिसिन हो भन्छ अरे के हो कि त्यो भने सोध्यो मिसिन हो भनेको बादल बनाउने मिसिन हो भन्छ दिमाग त कहाँबाट कहाँ पुग्छ सेलिमाको नि आमालाई के भन्यो भने थाहा छैन फेरि आमालाई चाहिँ के भन्यो भने थाहा छैन क्या फेरि सोधेको सोधेको 2-3 चोटि अनि ए मिसिन हो भनेको 2-3 चोटि सोधेपछि वाक्कै लागेर बादल बनाउने मिसिन हो पो भन्छ भरे त दिमाग चाहिँ बाउतिर गएछ सेलिमाको दिमाग बाउतिर गएछ क्या सेलिमाको किन पढ्ने कुरामा चाहिँ ध्यान छैन त्यसलाई अरू कुरा चाहिँ कम त छिटो टिप्दैन त अनि नयाँ कुरा छैन त अघि नै खताल खुतुल गरेर भत्काइ पो दिन्छ कि त्यो ड्रोनको पङ्खा मैले हिजो खोलेर राखेको थिएँ आज सबै फिट गरेछ नोट के नोट कसरी फिट गऱ्यो खोइ हेरिरहन्छ हिजो आज त नोटै फिट गरेको जाउँ छैन गाडी मान्छेलाई ट्याक्कै बादलको घर गयो अब उसले उडायो लुकाइ धुवा यसले त मासला खुस्रे यो धरान यहाँबाट त धरान सुरु हुन्छ नि बजार यहाँतिर चाहिँ हुने नै यहाँ घर बस्ने ठाउँहरू है तिमीले यहाँतिर आउँदै बस्नुहुन्थ्यो है गाडी पनि बिग्रेको छ पर्छ क्या हो पानी पराउँछ धेरै टाढो जा सक्यो रुख अहिले डाँडातिर त मान्छे
बोकेर आएको छ त गाडी गरौँ तिन पौडी धेरै हुँदा त बास्ना बाटोहरू पो आउँदो रहेछ हो के अरे धेरै पुगेर त बास्ना आउँदो रहेछ बाटो हिँड्नेलाई किन है बाटो हिँडेर पनि बास्ना आउँदो रहेछ नि के ए तिन पौडी तपाईँ हराएको त घरमा त मतलब छैन त कस्तो रहेछ सिधेको काट्ने होला यसलाई टिकटकमा ठाडो भिडियो बनाउनु रहेछ होइन अब टिकटको भाडा त मिलेन ठाडै खिच्नु पऱ्यो जुम गरेर ठाडै खिच्नु पऱ्यो टिकटक लागि यो पनि हुन्छ अलिक जुम गर्दा हुन्छ कहिले जानुभयो गाडी चलाएको यो त ज्याममै सिक्दै हिँडेर लग्ने हिँडेर लग्ने काम हुँदैन क्या फेरि जङ्गलको सिस्नुको टेस्ट हुँदैन रे हो क्या हो के अरे जङ्गलको सिस्नुको टेस्ट हुँदैन रे क्या हुँदैन अरे त्यही भएर हाम्रो गाउँतिर त्यो घरको बारीको छेउतिरै उम्रेको हुन्छ हो त्यसको त्यसमा त खान्छ क्या जङ्गलको टेस्ट हुँदैन भन्छ हौ होटेलमा हुन्छ नि त हाम्रो घरको छेउछाउ उम्रेको हुन्छ त्यति लामो सिस्नु बोला सिस्नु निङ्ग्रो गाडी त्यही गाडी हो र गाडी त त्यो कहर चिन्नु मसँगै ड्राइभरहरू ड्राइभर चिन्नु भयो नि ड्राइभर होइन ड्राइभर मसँगै हिँड्नु बाटोहरू जापानी गाडीहरू हो यहाँनिर आइपुगेपछि चिसो हुन थाल्छ यहाँ यहाँनिर आइपुगेपछि बढी चिसो हुन थाल्छ हाम्रो
यो उकालो त फुल नकुदासम्म मजा आउँदैन मलाई त तपाईँको त खेराइ गर्नु छुँदैछ त त्यो देब्रेतिर के देब्रेतिर पर्थ्यो नि टर्निङ काट्दा स्कुटी बजेर थिएँ त्यो यसरी के यस्तो ढल्किँदा फरकमा पर्थ्यो नि बजेर थियो त्यो ढल्काउँदा कस्तो खालको त्यो हिँडाउँदा त बज्ने होइन के त्यो बस त्यो स्टार्ट गरेर राखेको बेला मात्रै कराउने हो त्यो पछाडि भनेको होइन त्यो पिसारो बसेको बेला राखेको बेला त्यो स्ट्यान्ड लगाएर राखेको बेला चाहिँ कराउने हो क्या फेरि कुनै बेला त्यो सबैमा कराउँदो रहेछ यो टिभीएसको प्रायः के गरेर पर्छ बनाउनु मिल्छ भने खै मिल्दैन भने हाम्रो कराउनु थालेछ त्यो भित्र के भन्छ किकरको के हुन्छ भने त्यो किकरमा के हुँदा कराउँछ भन्छ तर म तालै पछि खोल्न लाउँछु हुँदैन कराउनु थाल्छ तालै पछि खोल्न लाउँछु त्यो टिभीएसमा कराउँछ नि प्रायः सबैको के समस्या त हुँदैन क्या हो त्यसले त्यो फेरि त्यो किक मारेर छुयो भने पक्कै कराउनु हराउँछ नि किक मारेर चिसो छुनुपर्छ हराउँछ कराउनु फेरि किक मार भने किक मार्ने हुन्छ नि त्यसलाई छुनुपर्छ हराउँछ कराउनु त्यही भएर तपाईँले मैले छुँदाखेरि तरिका खतरा छ भन्दै हुनुहुन्थ्यो त अनि त्यो खतरा करायो भने यो छुइदिनुपर्छ कराउनै हराउँछ म त्यो सोरुमतिर 2-3 चोटि कुरा गरेँ भएन किनले पत्ता लगाएन के गराएको भनेर त्यही किक मार्ने गराएको हुन्थ्यो खोल्दै सफा गर्दै लाउँछ हुँदैन उकालो तपाईँको बाइकले कति दिन्छ कतिको पिकअप तान्छ तपाईँको बाइकले उकालो कतिको पिकअप तान्छ मेरो नै मेरो त त्यो पौडा रानी कति तान्छ कुदाउँदाखेरि बरु चारैमा भेट्दासम्म त तर कुदाउनै सकिँदैन टर्निङमा झार्नै परिहाल्छ त्यो पिकअप छ र त तेल कम खाने हो त मैले उमा आउँदाखेरि कुदाउने मैले भनेको 3-4 हो तल झन् डाइरेक्ट कहाँ हो बाइक आज अहिले फर्किँदा चाहिँ तपाईँ चलाउनु है मैले लाइसेन्स लेख्दिनँ ए चाहियो लाइसेन्स ल मेरो झिकाइदिनु लाइसेन्स यहाँको कन्सर्टमा नि आएको बोलाएको थियो यहाँ सर आइएन मेरो झिकाइदिनु बाउको नाम छ अरे यहाँ त गरिब हो त त्यो तातोले होला नि अलिक घाम लागेको छ यहाँ मेरो झिकाइदिनु क्या लाइसेन्स चाहिँ बाउको नाम ठोकिनु खड्का बाध्य सुनार भन्नु तपाईँले ठ्याकिरहेको भन्नु नि सोधिसक्दा ट्याङ्किरहेको तर मलाई त चेक गरेर मेरो प्रहरी टेक्नु मलाई चेकै गरेर पनि लाइसेन्स निकालेको चाहिँ 2 चोटि पऱ्यो चेकमा र पनि परेको हो नि त म यत्रो वर्षमा जम्मा 2 चोटि गर्दैछु अनि तपाईँ त लुक्ला गरेर हिँड्ने हो नि त हिँडाइ म यत्रो वर्षमा 2 चोटि गर्दैछु एकचोटि रूपनसँग एकचोटि रूपनसँग कहाँ पऱ्यो रूपनसँग कोसीमा त जाने आफै भनेको होइन र त्यहाँ त रोकाएको र पनि छ त्यो पनि गनेकै गर्छु ओ सुनराम कहाँ पऱ्यो ओ रन्तिराम सँग परेको रे कोसँग परेको अर्को रामधाम
कहाँ परेको अस्ति हौ जाँदा जाँदा लाइसेन्स दिइसकेको अनि उसको पनि पऱ्यो भनेको नानी हँ के अरे मामासँग योगेश्वरसँग पनि हिँड्दा पनि पऱ्यो भनेको नानी ए हो गाडी बनाउँदा हिँडेको हो कि के अरे ए जाँठालाई के भन्छु भने बुढो के भन्नु रे अनि भन्नु पर्दैन अनि पछाडि भन्नु के भन्छ अरे बुढो हो 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 भन्छ भरे चाहिँ साइड लाग्छ अरे उता जान्छ के गराउँछ भन्छ मधुर हाँस्छ मैले सुने भनेको त म जे भन्छु त्यही हो अरू कुरै छैन है त्यहाँ भनेको ल त्यो कुरा चाहिँ मिस मोदीसँग त भन्नु अप्ठ्यारै लाग्यो सोच्दा नै चाहिँ भन्नु अप्ठ्यारै हुन्छ क्या बुढोलाई अन्त हो भन्छ हो बुढोको साइड अब कि त अठार मान्छे यत्रो पैसा तिरेर अस्ति पठाइदिइरहेको छु महिना पछि काटिरहेको छ यहाँ दिएको छैन होइन नि त्यहाँ साउदी दिएकै छैन यत्रा बाइकको कुरा गर्छ त्यहाँ काट्नु ल हुन्छ जसरी भए पनि पठाइदिनु नपठाएर हुन्छ हाम्रो एउटा हामीले दिइसकेको हामीले काटिसकेछौँ कुनै ठाउँमा त पुग्नु पऱ्यो नि त भनेर झन् झकिदिएको झन् पत्याइहाल्यो नि ल साउदी ल कतिवटा भन्ने चाहिँ छ 2 किलोमिटर मुखियालाई के साथ भन्नु यो मुखियालाई त सबै कुरा बोल्नै हुँदैन सिधा कुरा हो म त उत्तर हिँडेर गर्छु नि भन्नु भर्खर बनाएको बाटो हो क्या यो के थपेको हो क्या यहाँ हो राति म मान्छे गर्दाखेरि म त्यो हलेसी हिँडेको गाईघाट हिँडेको कता भन्दै लाग्छु अन्त ट्रेनिङ गर्दा पहिल्यै सिकाउँथेँ लान्डा भने भनेर ल भन्नु होइन भने जाँदा गाडी एउटा तिमीलाई झारिहाल्छ पैसा कहाँ तिरेको दिनु छ म ती गाडीमै सुतिरहन्छु म भोलि फर्केर आउँछु अन्तिम चाहिँ पेसेन्जर डरले छुन्छु अनि कहीँ नभएको भन्छ मलाई हलेसी भन पछाडि सोध्नु जान्छ कहाँसम्म हो हजुरहरू भन्नु पेसेन्जरलाई हलेसी भनिदिन्छ फेरि सबभन्दा सानो को छ कम उमेर होइन त्यस्तो हेरेर मात्रै सोध्छ फेरि कि बुढालाई सोध्छ कि सानोलाई सोध्छ हामीलाई थाहा छ कहाँ हिँडेको भनेर त तर के गर्नु कि यसरी कुरा मिलाएपछि भन्छ खुर्कोदेखि उता नागेपछि कहाँ गर्नु त्यसलाई केही गर्दा राईलाई केही गर्दा सकिँदैन भन्छु राई चिनी लेख्दैन भनेर खुर्को नागेपछि के भन्नु अलिक राई चिनीलाई केही गर्दा सकिँदैन पेसेन्जरले दिँदै नै भेट्दो रहेछ हलेसी जाने भन्छु सोध्नु उनीहरूले अब होइन भन्यो भने तिरौँला फाइन सोध्नु भन्दै म आज अब हो भनिसक्यो जानु भन्छ खुर्को नागेपछि चाहिँ के भन्नु खुर्को नागेपछि के भन्दा सोध्दैन खुर्कोट पुगेपछि सोध्दैन के सिन्धुली पुगेपछि फेरि 100 रुपियाँ दिँदै हिँड्यो रोइसु जाने ए रोक्नु माथि छ अहिले त फर्किँदा चढाउनु फर्किँदा चढाउँ भन्दैछु त फर्किँदा कोही हुँदैन नि के खान्छ अहिले चाहिँ को रहेछ केटी रहेछ त्यहाँ अहिले रमाइलो त्यो कुरा चढ्नु उता चाहिँ किन पुगेपछि त सुइसु जाने हो होइन 100 रुपियाँ किन दिनुपर्ने 100 रुपियाँ किन उता चाहिँ राति झिउ दिँदैन नि त रातो प्लेट चाहिँ राति पायो रातो प्लेट राति त पायो तर पेसेन्जर नबोक्ने हो हामी पेसेन्जर बोक्ने हो अनि पेसेन्जर बोक्नेले 100 रुपियाँ ट्याक्सी सुइसु जाने ट्याक्कै छिराउने कतिजना हुनुहुन्छ मलाई 2 जना मान्छे देख्दैन अनि भित्र अरू देख्दैन मान्छे अनि देखे पनि चिन्थ्यो त्यसले लेख्नु पायो मैले जति पनि त्यति लेख्नु पऱ्यो नत्र ड्रइङको मैले मिलाएर लेखौँ हौ भन्छ कोही कोही बेला चाहिँ लेख्नु नि त कतिजना लेख्नु मिल्छ भने चाहिँ 100 रुपियाँ दिनु पर्दाखेरि त्यो चाहिँ उनीहरूको गोजीमा जान्छ कि सरकारको नाममा जान्छ गोजी यतापट्टि त गर्मी रहेछ नि ठाउँ गर्मी छ र तर गर्मी हुन्छ क्या गर्नु तल भिमान 100 रुपियाँ सिन्धुली 100 रुपियाँ फुलकोट 100 रुपियाँ नेपालको 100
त 100 रुपियाँ त मतलब भन्दै एकजनाको जान्छ क्या हो कहाँ जान्छ 400 हो बाटो खराब रहेछ यतापट्टिको हो उतापट्टिको भन्दा त्यो भर्खर उठेको छ कि रहेछ यो मान्छेले बाइक लडेको छैन क्या आजसम्म यो बाटो मलाई कुदाउनै डर लाग्यो यस्तो छ यार माछा चिप्यो भने खालि माछा ठन्डा पुग्यो त माछालाई जानमा चाहिँ माछा भाङ्गा छिर्नु जाने हुन्छ ओह्रालोमा यो गाडीको पछाडि त बाटो कस्तो छ कस्तो छ कन्फ्युज हुँदो रहेछ माछालाई हेर्दा पछाडि राम्रो देखिन्छ अगाडि नराम्रो छ भने नि माछा स्पिड हिँड्ने बाटोमा त यस्तो गाडीको पछाडि हिँडेर त कुदाउनै नसकिँदो रहेछ स्पिड हिँड्ने बाटोमा क्या त्यो अब कटारीतिरको बाटो छ नि त्यहाँतिर त अगाडि गाडी पऱ्यो भने बाइकहरू स्कुटी पछाडि कुदाउनु नसकिँदो रहेछ त कस्तो अर्कै तरिकाले हावा आउँदो रहेछ हल्लाउँदो पो रहेछ त तपाईँलाई त्यस्तो लाग्दैन लाग्छ अरे ट्रकको पछाडि झन् त्यस्तो हुन्छ स्कुटीहरू बाइक त अलिकति हल्लाउँदो पो रहेछ ट्रक हुनुपर्छ कि अनि रित्तो पछाडि खाली हुनुपर्छ त्यसले चाहिँ हल्लाउँछ मजाले काट्नु जाँदा गाडीको पछाडि हिँडेकै हल्लाउँछ अनि गाडीको पछाडि हिँड्नु नहुने रहेछ भनेर तिनीहरूको हावाको कसरी काटेको हुन्छ क्या हो अगाडिको गाडीकोले अनि पछाडिकोले हल्लाउने रहेछ कटिएन के हो नमस्ते जना नजिकै जस्तो पो लाग्छ त गाडी 9 लाखमा आउँछ यो किन्नु न छिम्ती बेचिन्छ 9 लाख यो कार यार बनाउनु हो तपाईँ त हाइलक्स किन्ने होइन हाइलक्स किन्ने होइन कसले ढोका दुई पाइयो हातैदेखि त मेरो त ओह्रालो त माछा ल दिनमा एकचोटि सेलीमा र मध्यम निकालेर ढोक्छौँ खेलाउँछौँ रातको गफ नगर्नु न हौ गफ नगर्नु गरेको क्या म भिडियो गरेर पठाएको हो यता यस्तो त हो त्यो अझै जानुपर्ने यो नजिकै जस्तो लाग्थ्यो पहिला त तपाईँ चार
यस्तो चाहिँ यो कालो हालेर माथिबाट गिटी छोपिदिने रहेछ हो त्यो कालो हालेर माथिबाट गिटी हालिदिने रहेछ त्यो चिप्स हालिदिने रहेछ होइन यसको त कालो टाँसिन्छ होला अहिले त हो यो टायरमा नि कालो टाँसिन्छ होला टायरमा यसको तपाईँको सेतो टायर कालो बिरेनी जस्तो देखिन्छ त हौ यहाँ नमस्ते झन् चाहिँ स्कुटीहरू चाहिँ बाइकहरू चाहिँ बाटोमा छोड्नुपर्ने हो यतै रोडमै छोड्नुपर्ने हो स्कुटी बाइकहरू चाहिँ हिँडेर जानुपर्ने हो नि बिर्सिनु भयो क्या तपाईँले अनि त खोलाइ पुग्न आँट्यो त बाटो त अनि के अरे खोलाइ पुग्न आँट्यो त बाटो त खोलै जाने त्यहाँदेखि चाहिँ एक टर्निङमा दुई टर्निङ खोला खोला दुई टर्निङ छोटो छोटो टर्निङ स्याट्टै हाल्न पुगिहाल्छ टर्निङहरू के भएर लानु मौसम आएछ बिहारीहरूको चाहिँ नेपाली हुन्छ कि ड्राइभर बिहारकै आएको हुन्छ त्यो बिहारमा ड्राइभर नेपाली हुन्छ कि उतैको ड्राइभर हुन्छ नेपालको भयो भने फेरि काम पुगिहाल्छ लाइसेन्स उतैको चाहिन्छ हो यतातिरको लिची चाहिँ मिठो हुन्छ होला है लिचीहरूको यतातिरको चाहिँ मिठो हुन्छ होला लिची यतातिरको बिस्तारै पायो तल मधेसतिर चाहिँ एक हप्तामा पाकिन्छ सक्दो रहेछ माछालाई अनि हरियो देखेको चाहिँ एक हप्तामा त पाकेर राख्थे छिपिँदै नपाइ पाक्दो रहेछ मधेसमा चाहिँ पेट्रोल त एक लाइन त घटेछ त यार पेट्रोल त एक लाइन घटेछ त फुल हालेको खुट्टा हालेको त खोलाइमा त रहेछ नि खोलाइ त आइपुग्यो यही रहेछ खोला त्यो मुन्धुम ट्रायल जाने बाटो चाहिँ पिच छ कि के छ हौ त्यो भोजपुरको मुन्धुम ट्रायलसम्म जाने बाटो चाहिँ पिच छ कि कति छ हौ अन्त पिच गर्ने माथि भोजपुरसम्म मुन्धुम ट्रायल भन्ने ठाउँसम्मै उसम्म मुन्धुम ट्रायल सुरु भइहाल्छ नि उताबाट चक्याबाट हिँड्छ नि होइन त्यो पिच बाटो छ त कुन ठाउँ हो त्यहाँ पुरा मान्छे घुम्न जाँदो रहेछ त मेला लाग्दो रहेछ त्यो कुन ठाउँ हो एउटा चक्याबाट त्यो ठाउँमा घुम्न जान मन लागेको छ म टाढामा पिच बाटो रहेछ
छोरा हाल्यौ हाल्यौ हँ म त हालिहाल्नु आँटेको फेरि मैले त थाहा होइन तपाईँको घर आयो त्यही भर नआउनु तिमीलाई हालिहाल्नु त्यसमा यो चाहिँ यहीँ राख्नु यहीँ